नमस्ते, म डाक्टर म्युजिक आउट चिकित्सक। आज म तपाईहरुलाई पाइल्सको औषधिले सन्चो नहुँदा के गर्ने भन्ने प्रश्नमा यो कुराको जानकारी दिनुभन्दा अगाडि मैले दुई तीनवटा कुराहरू तपाईमाझ राख्न चाहे। जस्तै कोही बिरामीहरूको चेक जाँच गर्दाखेरि सेकेन्ड स्टेज थर्ड स्टेज पाइल्स ठुलो खालको लार्ज साइजको पाइल्स हुन्छ जसले छाडछुतर गर्नै पर्छ र त्यस्तै बिरामीहरूले भन्छ डाक्टर साहब म सुरुमा औषधि खान्छु, औषधि सेवन गरे पनि उहाँहरूलाई छाडछुतर गर्नै पर्छ। औषधि सेवनले त केवल एउटा लक्षण सहज हुने सिम्पटोमेटिक रिलिफ हुने मात्रै हुन्छ र कुनै बिरामीहरूको चाहिँ औषधि सेवनले पनि सन्चो हुने हुन्छ। र यदि औषधिले ठीक भएको छैन, सेकेन्ड स्टेज थर्ड स्टेज पाइल्स हो, ठुलो खालको पाइल्स छ भने त्यसलाई छाडछुतर गर्नै पर्छ, जसको चाहिँ 95% भन्दा सफल प्रभावकारी उपचार रहेको छ। जस्तो हस्पिटलको बेडमा बस्नु नपर्ने, हस्पिटल जस्तो खर्च नलाग्ने, फेरि नदौडिने, कम खर्च लाग्ने, मान्छेको आत्मबल बढ्ने र हप्ता 10 दिनमै रिकभरी भएर काममा फर्किन सकिने यो खालको शैली चाहिँ छाडछुत्रमा रहेको हुन्छ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यस्तै अन्य भिडियोहरू हेर्नको लागि मलाई युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। हवस् त, धन्यवाद।